हेलो एभ्रिवान। अनि यो सिजनको तामाको अचार तरकारी बनाएर कसले खाइसक्नुभयो कमेन्ट गर्न नबिर्सनु ल। मलाई पनि आज यो मिठो मौका जुर्यो। मैले चाहिँ यो घर आएको समयमा ठ्याक्क आमासँग सोधिहालेँ अनि पाइन्छ भन्नुभयो। ल जाम न त भनेर सर म आमा भएर नै गयौँ। त्यसपछि तामा लिएर आएर खाना खाइवरी बसेर म त काट्न पनि लागिसकेँ साथीहरू। अनि आमालाई नै थाहा रहेछ कि यस्तो नलेज होइन। अनि नुन बेसारहरू रोलेर राख्नुपर्छ भनेर आमाले चाहिँ राखिसक्नु भएको थियो। अनि मलाई यो अचार बनाउन भन्दा पनि काट्न धेरै दुःख लाग्यो कि तामा काट्न त यस्तो गाह्रो पो हुने रहेछ त। धेरै गाह्रो भयो, छिप्पिएको त ओमाई गड, हात त छिर काटेर है यति दुख्या थिएन। अनि पछि चाहिँ सबै कुरा बिर्सिने गरी त्यो तामाको अचार देखेपछि भएको थियो मलाई चाहिँ। अनि सबै मेटेरियलहरू रेडी गरेँ। अब यो रेसिपी त के भन्नु गाइज, टिकटक र युट्युबतिर फटाफट जति पनि रेसिपीहरू अहिले पाइन्छ आफ्नो स्वाद अनुसार आफूलाई मनपर्ने चिजहरू राखेर बनाएर खान सकिन्छ। तर मैले यो बनाउँदै गर्दा मलाई एउटा कुरा मेमोरी आयो कि म सानो छँदा चाहिँ मेरो घरमा मम्मीले यस्तै अचारहरू बनाउन तामाभित्र काट्नु भयो भने म बाहिर बस्ने मान्छे हो, म भित्रै जान मन पर्थेन कि त्यसको स्मेलले नै मलाई यति नफरत गर्थ्यो। तर आज मैले आफैले खोजेर तामाहरू खान सक्ने भएँ होइन। अनि मेरो मम्मीले चाहिँ यति मिठो अचारहरू बनाउनुहुन्छ कि मैले मम्मीको हातको अचार चाटी खाने गर्छु र मैले पनि त्यस्तै बनाउँछु भनेर लागि परेँ। अनि मेरो अचार पनि मिठो नै भएको थियो। अनि मैले अचारलाई चाहिँ मोलेर रातभरि राखिदिने प्लानिङ गरेर भोलि मात्रै बट्टामा राख्ने भने यति गरन्जरी मेरो सरजीले चाहिँ उता चिया बनाएर रेडी गरिसक्नु गएको रहेछ। हामी चाहिँ 3जना बसेर मजाले चिया इन्जोय